साथीहरु, गुड मर्निङ, नमस्ते, ढोकदिया भन्दै फेरि पनि अर्को भिडियोको साथमा उपस्थित भइसकेकी छु म हजुरकी प्यारी निमा। अनि सबैजना सन्चै हुनुहोला, म पनि सन्चै छु भन्दै मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहे साथीहरु। आज निमा कहाँ जान लागेको छ? यहाँनिर गाडी कुरिरहेको छु साथीहरु। म आज छोरीको स्कुलमा फिस तिर्न जाँदैछु, अनि त्यसपछि बजार पनि जाँदैछु साथीहरु हैन। गाडी कुरिरहेको छु, साथीहरु आउँदै हुनुहुन्छ, बहिनीहरु। यतातिर म बजारको भ्यू ल्याउने छु, हजुरहरुलाई कस्तो लाग्छ रुकुमको ठाउँ हेर्दै गर्नलाई है त साथीहरु भन्दै। यतातिर हेर्नु साथीहरु, हाम्रो रुकुमको भ्यू। त्यहाँनिर सानो भेरी यहाँनिर छ। पुरा लेक छ क्या, लेक। यतातिर हेर्नु छ, हाम्रो बजार पनि यस्तो लेकमा पो छ त। त्यहाँनिर भाइरल पुल छ, अहिले हामी त्यहीँ जाने। अहिले त्यहाँ पारिबाट पनि देखाउँछु म साथीहरु है, यता बजारको भ्यूहरू। त्यहाँनिर त्यो पुलदेखि माथि एयरपोर्ट छ। हजुर, हामी अहिले खिच्दैनौँ। दे फाइनली साथीहरु हामी भाइरल पुलतिर आइपुगिसकेको छ। कस्तो राम्रो भ्यूहरू देखिरहेछ, तर बर्खाको टाइममा चाहिँ राम्रो देखिन्छ है साथीहरु। यहाँनिरको पुल बडो त्यहाँनिर पनि छ माथि। बारीबाट गएर देखाउँछु साथीहरु, यताको भ्यू हेर्दै गर्नु होला। हाम्रो रुकुम बजार मुसु हुन्छ क्या मात्र। पुरा लेक छ क्या साथीहरु हाम्रो बजारमा। कालो लेक रुकुमको ठाउँ। भ्यू यस्तो देखिँदो रहेछ हौ साथीहरु, हेर्नु। पुरा त्यो घामले गर्दा आजभोलि त्यस्तो देखिँदो रहेछ साथीहरु। पुरै बजारमा अब यता भागको मात्रै देखिरहेछ, यता भागको उतै छ, यता भागको यतै छ, बिचको बिचै छ। पुरा घामले गर्दा त्यति राम्रो देखिएन क्या साथीहरु।